हामी मासु एउटा चुलोमा हाल्दैछौँ है। ओहे आगो फाल्यो आगो। हुन्छ त एउटा है यो गजब भ्यागुत्ता छ क्या। हाल बेहाल उनीहरूले हात फुट्दै हिँड्नुहुन्छ। ल आयो आयो मासु आयो। ल है माछा है माछा ल आउँदैछन्। Uncle, oi, dai dai. Uya dai tu yo. Asno yo. Gonja ni. Apa ayo. Mati phaliu to. Ini bhalya kya? Bhalya. Yo. शिक्षकले भनेको धन्यवाद आगो राख्ने यस्तो कोही माइसुङ छ कि आगो सोध्नु दि पानी हाल्नु हो क्या फेरि माछा हामी हाल्दैछौँ हो। आयो 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 फाल छिटो छिटो आइगो आइगो माछा अर्को माछा पोल्दैछौँ है माछा ल अब हामी यहाँ चाहिँ आज यो दलीमा मारेका माछाहरू यहाँ चाहिँ राख्दैछौँ। पक्नु है एकछिन अहिले हाल्नु क्या सुन्नु न फाटे पार्नु हो। यहाँ चाहिँ यति माछा छन् है। ल ओहो ल ठुल्ठुला माछाहरू पनि छन् यहाँ। यति माछा मार्यो आज। ल त्यो भएर अब हामी मासु एउटा चुलोमा हाल्दैछौँ है। ओहे आगो फाल्यो आगो। ल रुबिन खुनी अब म भाग पर्छु गच्चा यसरी माछा पोल्ने खाने है। यो खोलामा हामीले एकदम फरक मासु मारेका छौँ। एउटा फर्स्ट टाइम हो भन्नु यो फर्स्ट टाइम यस्तो खालको मासु मर्यो। यो बारीकोटमा यस्तो मासु भित्रियो। यो बारीकोटमा पहिलोपल्ट यस्तो मासु भित्रिएको देखियो। यो अचम्म छ अनौठो मासु रहेछ है। माछा यहाँ हेरौँ त यो भाग लगाइरहनु भएको सबै माछाभन्दा फरक छ। यो खोलामा पहिलोपटक निस्किया मासु हो यो। यो पहिलोपटक चाहिँ नि यो खोलामा प्रवेश गरेछ। पहिलोपटकै मऱ्यो भने हामीले यो ठुलो माछा पनि यहाँ चाहिँ माछा ग्रेडिङ हुँदैछ। यता उता राख्नु पर्यो जान्छ। यो ठुला माछाहरू त्यता छन् अनि सानो सानो यता छन्। यस्तो लेभलको
ल साथी हो यहाँ झ्याली हुँदैछ है यो भाग लाउने मान्छेले एउटा माछा ठुलो ठुलो राखिन आफूले हातले अचेटी राखेको छ यो डाइरेक्टै झ्याली भयो यो झ्याली गरेर पाइन्न है राम्रोसँग लगाऊ दुईजना यहाँ चाहिँ माछाको भाग लगाउन एकदमै तम्सिनु भएको छ हाम्रो चाहिँ सिगारीले भाग लगाइसक्नु भएको छ हेलो मामा ल यहाँ सबै आऊ है भाग लिन आफ्नो आफ्नो यहाँ अहिले झ्याली हुनसक्छ यहाँ चाहिँ सानो ठुलो भाग भन्न सक्छन् झगडा हुनसक्छ तर त्यसो हामी गर्दैनौँ यहाँ चाहिँ हामी सबै भाग बराबर छन् अनि हामी सबै आफ्नो भागहरू बिस्तारै उठाएर अनि हाल्छौँ र लिन्छौँ है यसरी हाम्रो ठाउँमा माछा मार्ने अनि अन्तिममा सबै मिलेर भाग लगाएर बराबर लिने चलन रहेको छ